सगरमाथा जस्तै अटल र आँसु जस्तै पवित्र कर्णालीको कथा कतै हिमालको उचाइमा दबेको छ त कतै नदीको गहिराइमा लुकेको छ। हामीले त जिन्दगी भेट्यौँ जसले अभावलाई नै आफ्नो गहना बनाएका छौँ। ती आँखा निहाल्यौँ जसले मुस्कानभित्र हजारौँ दुःख लुकाएका छन्। कथासँगै दबेका सपनाहरू र सङ्घर्षसँगै लुकेका व्यथाहरू हामी तपाईँ सामु छरपष्ट पार्दैछौँ। तयार रहनुहोस् एउटा असली यात्राको असल सहयात्री बन्नका लागि। जुम्ला पुगे पश्चात सबैभन्दा पहिले चन्दननाथ बाबाको मन्दिर दर्शन गरी आगामी योजना बनायौँ। खलङ्गा बजारको कालीखोली चोकमा अवस्थित पौवा होटेलमा हामी हिजो रातिको बास बसी आज जुम्लाको खाली पाटनतर्फ अगाडि बढ्दैछौँ। अनि आज अब बिहानै लगभग 8 बज्यो। अब हामी निस्केर फेरि खाली हुँदै हामी माथि बुलबुलेबाट नजिक पर्छ भनेर सिसा भ्यालीहरू भयो त्यहाँदेखि अरू भ्यालीहरू घुम्नको लागि हामी जाँदैछौँ। जुम्ला खलङ्गालाई 4 कुनाबाट पहिला हेर्ने अनि बल्ल खालीतर्फ जाने भन्ने हाम्रो योजना बनेपछि हामी त्यही अनुसार अगाडि बढ्यौँ। हामी अहिले भेडीकोट हेर्नको लागि खाली भन्ने ठाउँसम्म जाँदैछौँ। जुम्लाको खाली त्यहाँ गएर हाम्रो आशा चाहिँ कम्ती 1000वटा भेडा हेर्ने छ। यात्रा सुरु गरेर जुम्लासम्म आइपुगेको हामीले अघिल्लो भिडियोमा राखेका छौँ। यस भिडियोमा भने हामी जुम्लादेखि खाली पाटनसम्मको यात्रा गर्नेछौँ। कर्णालीको बाटो होस् अनि त्यो चुनौतीपूर्ण नहोस् त्यो त हामी मान्नै सक्दैनौँ। चुनौतीपूर्ण बाटोको लागि हामी पहिले पूर्व तयारीका साथ थियौँ। पानीले अलिअलि मात्रै भिज्यो हैन। अब यस्तै हो, बत्ती पनि गयो।
पानी परेपछिको केही बेर विश्रामपछि हामी फेरि हाम्रो यात्रालाई अगाडि बढायौँ। कुन बाटो हो खैदै त्यो बाटो भन्यो भने त म त मरिगएँ नि है मरेको त्यो कुकुर छ नि यार त्यो बाटो सकिन्छ कता हो कता ए ल ल जाउँ न त्यो बाटो त्यस्तो अहिले वर्किनु पर्दैन म त 2021 तिर हामी केटाहरू आएको बेला चाहिँ यहाँनिर ठ्याक्कै यहाँनिर माथिदेखि पहिरो आएको थियो अनि यहाँनिर हामी रातभरि 2 बजीसम्म बसेर बाइक निकालेको थियौँ होइन। यो पावर हाउस मेरो केटाहरूले भिडियो हेरिरहेको छ भने चाहिँ जहाँसम्म थाहा पाएर यो लोकेसनलाई होइन त्यहाँदेखि दाउरा निकालेर 2 बजीसम्म हामीले बाइक तान्दै बसिरहेको थियौँ। पहिरो पनि फस्यो भएर यहाँदेखि पहिरो आएको थियो। यो सब बाटो हामीले पुरा यहाँदेखि पुरै थियो अनि यहाँनिर गएको थियो। आकाशे पानीले यात्रामा एकदम कष्टकर बनाएको भएर हामीले केही बेर बसेर सल्लाह गऱ्यौँ अनि त्यहाँको स्थानीय साथीहरूलाई त्यहाँदेखि फर्किन सल्लाह दिँदै हामी भने यात्रामा अगाडि बढ्यौँ। किनभने माथि लेखमा घाम लागिरहेको छ भन्ने खबर हामीले अगाडि नै पाइसकेका थियौँ। हामी चाहिँ यति बेला यहाँ खाली लगभग पुग्न लागिसक्यौँ होइन। बाटो चाहिँ अति नै उकालो होइन। यता पाटनको भ्यू पनि लगभग देखिन थालिसकेको छ अनि यहाँ पनि भिड छ एकदम तल। यो बाटो चाहिँ लास्ट उकालो भएको भएर होइन हामी चाहिँ अब दाइलाई मैले झराएर उता पठाइरहेको छु। म चाहिँ बिस्तारै बिस्तारै उकालो लिँदै गइरहेको छु। कस्तो छ बाटो ठट्ठाडै एकदम बाइकको क्लच प्लेट गयो कि जस्तो लागिरहेको छ मलाई। हेरौँ के हुन्छ है। हामी अहिले खुला बजारबाट करिबन 1 घन्टाको ड्राइभमा यहाँ खाली आइपुगेका छौँ। पाटन एरिया हो। यहाँ चाहिँ हाम्रो दाजुभाइ दिदीबहिनीहरूले भेडा चराउने भेडाको गोठ पनि यतै रहेछ। उहाँहरूको व्यवसाय भनेको चाहिँ यहाँ होटलहरू पनि रहेछ अनि भेडाको उन काट्ने भेडाको मासु बेच्ने यस्तै काम गर्नु हुँदो रहेछ। जस्तो रमाइलो छ। हामी 1-2 दिन आउनेलाई त रमाइलै छ तर उहाँहरूको लाइफ उहाँहरूको जीवनलाई चाहिँ फिल गर्दाखेरि चाहिँ अलिक गाह्रो छ जस्तो लाग्छ। एनिवे तर असाध्यै प्राकृतिक रूपले सुन्दर र स्वर्ग भन्दा पनि हुन्छ। भेडा चाहिँ उन र मासुको लागि हो दाजु। यो पहिला चाहिँ तपाईको उन यो निकाल्नु हो भेडाबाट अनि
यसरी यस्तो गरेर कोर्नुपर्छ यो कोरेर अनि यस्तो बनाएर अनि यता ल्याउनु होइन त्यो काइयोले कोर्नुपर्छ होइन के भन्छ त्यसलाई पुरुष यसमा यसरी कोर्यो अनि यसरी लट्टा बनायो यो के भन्छ यसलाई लाछी होइन होइन यो जुन बनाउनु भएको छ झ्याउका बनायो घाम र पानी दुवैले चुटेको यात्रीलाई अब भने भोकले जिताइरहेको थियो। त्यसैले हामी कतै खानाको राम्रो व्यवस्था छ कि भन्दै होटेल खोज्दै अगाडि बढ्यौँ। सकेसम्म खालीमै खानुपर्छ भन्ने हाम्रो योजना थियो। नमस्ते कति बेर लाग्छ हामी 2 जना मात्रै आधा घन्टा लाग्ला अनि यो सिमी चाहिँ कहाँ फल्छ यो ए हो उकोमा चाहिँ यसरी निपन्ने निपन्या के नाम हो कृष्णकली श्री कृष्णकली श्री कृष्णकली भगवान श्री कृष्णलाई नमस्कार छ। हेभन इज मिथ नेपाल इज रियल सायद यत्तिकै भनिएको भएन रहेछ। यो मलाई खाली देखेपछि थाहा भयो। साँच्चीकै स्वर्गको टुक्रा जस्तै एकतिर स्थानीय दिदी हाम्रो लागि खाना बनाउँदा व्यस्त हुनुहुन्थ्यो भने अर्कोतिर रामशरण दाई स्थानीयसँग जोडिएर उहाँको अनुभवहरू उहाँको तिता मिठा यथार्थहरू बटुल्दै हुनुहुन्थ्यो। नातिनी 14 वर्ष भइसक्यो होइन त्यस्तो हुँदैन। अब एकचोटि बिहा गरेपछि भइहाल्यो एउटा बुढा भएपछि भइहाल्यो जियोमेट्रिक इन्जिनियरिङ गर्दैछ नाइस भाइले। ऊ चाहिँ एजुकेसनमा चाहिँ अहिले 12 पढ्दैछ। नाइस मलाई एकदम मन परेको यो दुईजना भाइहरू। तर उसले अलिकति मन नपरेको चाहिँ उस जापान जान्छु भन्यो के पढाइ छ। डाँफे लेकको पछिल्लो भाग यानि कि खाली पाटन 1500 देखि 2000 भेडाहरू यहाँ चर्ने गर्छन्। तपाईँ यो हाइवे हुँदै जुम्लाबाट सिधै भुलबुले निस्केर रारा ताल हेर्नको लागि सर्टकट पनि लिन सक्नुहुन्छ। अन्तिम पटक भुलबुलेको यो खाली पाटनलाई हाम्रो नानीको आँखाले निहाल्दै हामीले हाम्रो यात्रालाई अगाडि बढायौँ। यस्तो पर्यो कि यो ब्रेक सु तातेर धनी छ यार। ब्रेक सु तातेर झन्डै हामी एउटा ओह्रालो पनि झन्डै सिरो फुलिस भएको
त्यही भएर अब यसलाई हन्सीलाई चाहिँ पानी छापेको यो घर यहाँदेखि यता तर यो कर्णालीको पानीले एकै खेपमा ठिक गर्ने हो जमेर बरफ हुने ठ्याक्कै भयो छोडिदियो त यहाँ घरमा छोडे जस्तो छोडिदियो